सरसर्दै हालेछ मैले हेलो साथीहरु मैले अघि नै टक 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 कटिङ गरेको देखेर तपाईहरुले थाहा पाइसक्नु भयो होला टक 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 त हैन बिस्तारै गरे आज चाहिँ मैले सबै साथीहरुले पोरपोरादेखि भनेको सुनेको थिए के मैले पुस्को पानीको अचार भनेर अनि यसपालि चाहिँ फाइनली म पनि ट्राई गरौँ भनेर सबै भेजिटेबलहरु यहाँ कटिङ गरेर रेडी गरिसकेको छु अनि हाल्नुको लागि दुईटा यो बोयल पनि ठिक पारेको छु अब हेरौँ अन्तिममा चाहिँ के हुन्छ अनि आज चाहिँ मैले के ठिक पारेको छु भने मुला अनि बन्दा अनि ब्रोकाउली त्यसपछि गाजर अनि प्याज खुर्सानी लसुन अनि खेरि यो कागती अनि खेरि यो हरियो मटर अनि खेरि यो फुलकाउली यति तयारी गरेको छु अब यसलाई चाहिँ मजाले मिक्स गर्नु अनि आज चाहिँ म यिनीहरुलाई चाहिँ मिक्स गरेर हालौँ भनेर चाहिँ ल म चाहिँ मिक्स गर्नतिर लाग्दैछु है मजाले अब यसलाई मिक्स गर्नु पर्यो त्यसपछि भेजिटेबलहरु चाहिँ यो भयो यसलाई चाहिँ सेट यसलाई चाहिँ मिक्स गरौँ है त्यसरी गर्दा नहुने आइसकेर यसरी नै मजाले मिक्स गरिदिन्छु किनभने टक्क सबै मिक्स गरेर हाल्नु पर्यो नि त अब यसपछि चाहिँ मैले चाहिँ मजाले यहाँ हर्लिक्स पखालेर यो बट्टा पखालेर ठिक गरेको छु अब यसमा चाहिँ हालौँ ओह जाँदैन क्या हो मिरी हाल्छ दे मिरी खोइ हाल्दै हाल्दै बाल ह बाल ल एकछिनटा चाहिँ दामी भयो अब यिनीहरूलाई चाहिँ हल्का नुन हाल्नु पर्दो रहेछ नुन अनि नुन अनि नुन है त्यसपछि चाहिँ यो पुस्को यो अचारहरुको सबैभन्दा विशेषता भनेको चाहिँ यो पानीमा छ है पुस्को चिसो पानी हाल्यो भने चाहिँ यो अचार स्पेशल बन्ने भयो के त्यही भएर अब त्यसपछि माथिबाट चाहिँ पानी हाल्नु पर्ने रहेछ अब यसको बाद हैन तल नै भरिदै आएको नि छ है भयो अनि त्यसपछि पुस्को एकदम सफा ताजा पानी हालेर यसलाई त्यसपछि टक्क बिर्को लगाइदियो उक्रो लाग्यो अनि त्यसपछि टक्क बिर्को लगाएपछि हाम्रो अचार अब रेडी भयो ल साथीहरु तपाईहरुले पनि यसरी नै मैले जसरी पुस्को पानीमा चाहिँ अचार हाल्नु है अनि कस्तो हुन्छ यो चाहिँ मैले पनि टेस्ट गरेको चाहिँ छैन अब ट्याक्क यसलाई चाहिँ 9-10 दिन चाहिँ घाममा राख्ने रे यदि घाम आउने ठाउँ छैन भने चाहिँ अलिकति न्यानो तातो ठाउँमा राख्ने रे अब हेरौँ त्यसपछि 10 दिनपछि यसको प्रतिक्रिया कस्तो आउँछ म तपाईहरुलाई देखाउँछु है त तपाईहरुले पनि यसरी नै मैले जसरी पुस्को पानीमा अचार हाल्नुस् है त खाएपछि भन्छु स्वाद चाहिँ कस्तो हुन्छ ल